नमस्कार साथीहरु सम्पूर्णलाई देश तथा विदेशबाट हेरिरहनु हुने तपाईहरु सम्पूर्णलाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। आजको भिडियो चाहिँ आफ्नै घरमा आफूले नै कसरी चाहिँ बनाउन सकिन्छ त यो आधुनिक घर भनेर तपाईहरुलाई सिकाउने कोसिस गरेको छु। र हामी जस्तो साना साना कृषकहरुले चाहिँ यसो घरमै बनाउन सकिन्छ कि अब यसो काठको काम राम्रोसँग गर्ने मान्छेले झन् साह्रो राम्रो त्यसो हुँदै गर्दाखेरि घरमै बनाउन सकिन्छ। अब यो बाहिर किन्दाखेरि 4000-4500 पर्छ, त्यो पैसा पनि केही बचत हुन्छ। त्यसो हुँदै गर्दाखेरि तपाईहरु सामु यो सानो भिडियो लिएर आएको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिराख्नुहोस्, किनकि अब म यो पार्ट लिएर आउँदैछु। यो यसको अब यो बक्सहरु कसरी बनाउने, यसको आसन बोर्ड, यसको टपहरु कसरी बनाउने भनेर तपाईहरुलाई सिकाउने कोसिस गर्नेछु। अब घर बनाउनको लागि यस्तो कच्चा काठहरुको चाहिँ आवश्यकता पर्छ। यो काठ चाहिँ चिउरीको हो। यो चाहिँ एकदम राम्रो काठ हो। यो पानीहरुले नखाने, धमिराहरु नलाग्ने काठ हो। र यो छोटो छ। अब यसलाई म साइजमा काट्ने छु र यसलाई अब चिलाउनु पर्छ अलिअलि। यो नमिलेको ठाउँमा मिलाउनु पर्छ। यो काठ चाहिँ बाक्लो छ। यो काठ बाक्लो छ र यो बाक्लो काठ हुँदै गर्दा पनि कुनै फरक पर्दैन हामी जस्तो कृषकलाई चाहिँ। यो काठ बाक्लोको फाइदाहरु धेरै छ। यो काठ बाक्लो भयो भने मौरीले मह पनि राम्रो लाउने र जाडोमा त्यत्रो जाडो पनि नहुने, गरममा त्यत्रो साह्रो गरम पनि नहुने भएको हुनाले चाहिँ यो काठलाई एकदम राम्रो मानिन्छ। बाक्लो काठ भए पनि त्यही भएर केही फरक नपर्ने हुन्छ। सबैभन्दा पहिला म यो साइजमा ल्याउँछु। यो साइजमा ल्याउनको लागि चाहिँ म प्लेनर यो साइजमा आइसकेको छ भनेपछि यो अर्कोलाई पनि यसरी यो पनि साइजमा अब म झिराउने काम चाहिँ यो मसिनबाट गर्नेछु। अब यसको यो चौडाइ भनेको चाहिँ यो चौडाइ भनेको 200 mm को चाहिन्छ। 200 mm भनेको चाहिँ यो 200 mm हो। यो 200 mm यो फर्मामा राखेर म यसलाई झिराउँछु। अब यो ब्लेडदेखि यसको चाहिँ यो 200 mm चाहिन्छ के साथीहरु। 200 mm भनेको चाहिँ यसलाई यो 100 हो, यो 200 हो। 200 mm को म यो यताबाट बार लिएर अब यसलाई म झिराउँछु। पहिला गर्नुभन्दा पहिला यसलाई साइजमा ल्याउनु पर्छ। त्यही भएको हुनाले 200 mm यस्तो हुन्छ। 200 mm छ। अब यसलाई म झिराउँछु। अब मैले यो
200 mm मा मैले झिराइसकेको छु। 200 mm राख्दै गर्दाखेरि अलिकति घट्छ। हाम्रो फ्रेमको ब्रुट कक्षको फ्रेम चाहिँ 190 mm को हुन्छ, यति हुन्छ भनेपछि यो 200 mm काट्दै गर्दा यो आराको पातले खान्छ। त्यही भएर अलिक ठुलै काट्नुपर्छ, किनभने अब यो काठ झिराइसकेपछि अब यसलाई जोड्न मिल्दैन नि। त्यही भएको हुनाले चाहिँ अब यसलाई मची लाउने काम गर्छु। मैले चाहिँ यो बनाउन राखेको घार चाहिँ यो चाहिँ यिनीहरू चाहिँ यो ब्रुट कक्षको हो, छावा कक्षको हो। अब मैले यो चिल्लाइसकेको छु। यो बाक्लो छ, 1.5 इन्च जति बाक्लो छ र यो 1.5 इन्च जति बाक्लो हुँदै गर्दा केही फरक पर्दैन। मौरीको लागि झन् राम्रो हुन्छ। अब यसको लागि चारवटा चाहिन्छ। चारवटा मैले झिराइसकेको छु र अब यसलाई चाहिँ अब यो साइड, यस्तो साइड चाहिँ खोल्नुपर्छ। यसलाई चाहिँ म राउटर प्रयोग गर्छु। मैले यो साइड खोलिसकेको छु। अब यो चाहिँ यसको हाइट चाहिँ यो 10 mm को खोल्नुपर्छ। यो फ्रेम भरे 10 mm को हुन्छ नि त, त्यो अर्को फ्रेम यहाँ लाउने फ्रेम। त्यो हुनाले चाहिँ यसलाई 10 mm को खोल्दिएँ। यसलाई खोल्दैछु। अब यो दुईटा खोलिसकेको छु। यो दुईटा खोलिसकेको छु। अब यसलाई चाहिँ बक्सको लागि रेडी गर्ने हो। नापेर अब काट्नुपर्छ यसलाई। अब हामीले यो खाँच खोलेकोपट्टि नै खोल्ने हो नि त, यो बक्स जोड्नको लागि पनि। त्यही हुनाले अब यसको भित्री भाग चाहिँ 1 फिट र सिधै भाषामा भन्दाखेरि अब यो 1 फिट र 2 इन्च कोमा खोल्नुपर्छ। अनि यसलाई चाहिँ चिनोरा राखेर अब यसलाई यसरी म रेखा हान्छु। अब यो पनि त्यही साइजमा हान्नुपर्छ। पहिला यतापट्टि मिलाउँ यसलाई। ल अब यसलाई अब यति चाहिँ काटेर फाल्नुपर्छ। यो लामो भएको छ यो। र हाम्रो भित्री भाग भनेको चाहिँ अब यति
1 फिट र 2 इन्च हुनुपर्छ। भनेपछि 1200 यो 320 mm, यो mm यो रातो देखाएको चाहिँ mm हो। यो 300, यो 100, 200, 300 mm, 300 mm र पनि 320 mm को हुनुपर्छ यो भित्री भाग। यो भित्री भाग त्यति राख्दै गर्दा चाहिँ यो जुनसुकै घारमा पनि मिल्छ र फ्रेमहरू सबै एउटै साइजको हुन्छ नि त। त्यही भएको हुनाले चाहिँ यो काठ बाक्लो भएर केही हुँदैन। भित्री साइज चाहिँ हामीले बनाउँदै गर्दाखेरि एकदम ध्यान दिनुपर्ने कुरा हुन्छ यसमा चाहिँ। मैले यो साइड खोलिसकेको छु। यो खाँच खोलेकैपट्टि यसको यो बार पनि खोल्नुपर्छ र मैले यो खोलिसकेको छु। यो यसको यताको भित्र साइज चाहिँ दुईटैको एउटै बनाउनुपर्छ। यो बाहिर चाहिँ भरे यो बाहिर जाने काठ कति हुन्छ त्यति अनुसारमा चाहिँ अब यो त्यस पछाडि काट्नुपर्छ यसलाई चाहिँ। मैले अब यसलाई चाहिँ अब यो दुईटालाई चाहिँ बाहिरको बाहिरी कभरको लागि यसलाई गिडाउने छु नापेर। बेला चाहिँ मैले यो साइडमा नापिसकेको छु र यसलाई चिनो लगाइसकेको छु भने अब यसलाई चाहिँ म 15 यो चाहिँ घरकै प्रयोजनको लागि हो। त्यसैले गर्दाखेरि यसलाई चाहिँ यसरी काटिहाल्ने हो। तीन 330 र यो साइड पनि 330 नै हुनुपर्छ। एक्ज्याक्ट हुनुपर्छ। र यो भित्री भाग यो फ्रेम बस्ने भाग हो।
यो फ्रेम बस्ने भाग 330 नै हुनुपर्छ। र यसरी राख्न सकिन्छ। र यो फिनिस भइसकेको छ। हामीले चाहिँ यसरी नै घरमै बनाउन सकिन्छ। यो जतिसुकै बाक्लो काठ हुँदै गर्दा पनि यो बाहिरी भाग छोडेर भित्र भाग चाहिँ हामीले मिलाउने कोसिस गर्नुपर्छ। र हाम्रो फ्रेमको साइज चाहिँ अब यो घार जत्रो ठुलो सानो हुँदै गर्दा पनि कुनै फरक पर्दैन। र भित्री साइज चाहिँ हाम्रो मिल्यो भने यो जुनसुकै झाइ लगेर फ्रेम लाउँदा पनि एक्ज्याक्टली मिल्छ। त्यसो हुँदै गर्दाखेरि हामीले जिरो लगानीमै घरमै यसरी फ्रेम लगायत यो घारहरू बनाउन सकिन्छ। र तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्यो साथीहरू, अन्तिमसम्म हेरेर साथ दिनुभयो। यो बक्स बनाउने मात्रै मैले तपाईहरुलाई अपलोड गरेको छु भिडियो। र यसको अब मुनिको आसन बोर्ड प्लस यसको माथिल्लो इनर कभर र यसको माथिबाटको सुपर अझै पनि बाँकी नै छ। त्यसो हुँदै गर्दाखेरि भिडियो पार्ट आउनेछ। सबै भिडियोहरू नछुटाइकन हेर्नुहुन्छ भन्ने आशा लागेको छ। र तपाईहरुले पनि केही सिक्नुहुन्छ भन्ने आशा राखेको छु। बनाउनु भन्दा पहिला हामीसँग चाहिँ यो प्लेनर र यो राउटर हुनुपर्छ। यो चाहिँ अनिवार्य हो हामीसँग। साथीहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो। तपाईहरुलाई भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोस्। र तपाईहरुले पनि यसरी नै बनाउन सक्नुहुन्छ। यदि कहीँ कतै बुझ्नु भएन भने डिस्क्रिप्सनमा फोन नम्बर पनि छ। र मेरो फेसबुक प्रोफाइलको लिङ्क पनि छ। त्यसमा तपाईहरुले डाइरेक्ट सोध्न पनि सक्नुहुनेछ। यदि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नुहोस्। र म यसरी सिकाउने प्रयास गरेको छु। के कस्तो लाग्यो साथीहरू प्रतिक्रिया पनि दिनुहोस्। यसो भन्दै अर्को भिडियोमा भेट्ने नै छौँ। त्यतिन्जेलसम्मका लागि बिदा चाहन्छु। हवस् त, नमस्कार।